मैले फेरि पनि ल्याइसकेको छु नयाँ स्टोरी। ल हेरौँ, सुनौँ है त। अनि लाइक, कमेन्ट, सब्सक्राइब गर्न पनि नभुल्नुहोस् है। ल ढिला नगरिकन अब स्टोरी सुरु गरौँ। एक समयको कुरा हो, पहाडी गाउँमा एक बुढी आमा र उनका एकमात्र छोरा राजनसँगै बस्दथे। गाउँलेहरूले भनेका थिए कि बुढी आमाको बारेमा अजीब कुरा सुनेका थिए। केहीले भने उनीसँग अज्ञात शक्ति छ जसको व्याख्या सामान्य मानिसहरूले गर्न सक्दैनन्। उनकी छोरा ती सबै कुरा विश्वास गर्न सक्दैनथ्यो। उसलाई आफ्नो आमा एक सामान्य र हेरचाह गर्ने महिला जस्तो लाग्दथ्यो, जसले सामान्य आफ्ना सन्तानको हेरचाह गर्न तिमीलाई कुनै समय छुटाउन सक्दैनन्। एक रात जब आकाशमा बादलको घेरा थियो र हावाले गडगडाहट गर्दै आएको थियो, राजन खेतबाट घर फर्कियो। शान्त थियो र जब उसले भित्र प्रवेश गर्यो, उसले आमा मचिन्थीको सामान्य बसे उनले आमा जस्तै देखिन्थ्यो, तर उनको आँखामा एक गहिरो र अज्ञात डर थियो। बुढी आमा के गरिरहनु भयो सोधे। उसको शरीर चिसो चढ्यो। राजन बुढी आमा टाढा र हरिएको स्वरमा पनि समय आएको छ। राजन अलमल्ल परेर सोधे, कसको समय? अचानक आँगनमा एक हावा चल्न थाल्यो र घरको ढुङ्गा सटक गडगडाउँदै खुल्यो। राजनलाई भित्र कतै अज्ञात पाइला आवाज सुन्यो, जस्तो कोही त्यहाँ हिँडिरहेको हो। उसका ढाड भाँच्न जस्तो लाग्यो र उसको मुटु जस्तो। तसर्थ बुढी आमा उठिन्। उसको चाल पुरानो र मन्द थियो, तर उसले राजनलाई सामुन्ने हिँड्दै गर्दा उसको शरीर अजीब तरिकाले झल्किन थाल्यो। उसको छाला कम र चिन्डो देखिन थाल्यो। उसको आँखामा रातो चमक देखिन थाल्यो। घरको वातावरण चिसो हुँदै गयो र राजनलाई लाग्यो कि उसलाई कसैले थिचिरहेको छ। बुढी आमा के भइरहेको छ? राजनले हात्तेबिस भन्यो। आमा हाँस्दै भने, मैले तिमीलाई पर्खिरहेको छु। राजन, म तिम्रो आमा होइन। त्यस क्षणमा राजनलाई केही याद आयो र उसले बुझ्यो कि यो बुढी आमा होस् कि असली आमा होइनन्। यो एक भुतिनी थियो जसले आमाको रूप लिइरहेको थियो र उसलाई आफ्ना सन्तानको माया र विश्वासको माध्यमले गुमाउन चाहन्थ्यो। तिमीले मलाई मार्न पनि सक्दैनौ, भुतनी हाँस्दै भन्यो। म अनन्त हुँ। राजनले हिम्मत जुटाएर एक पुरानो मन्त्र सम्झेर उच्चारण गर्यो, जसले दुष्ट भूतलाई भगाउन सक्थ्यो। तुरुन्तै भुतनी चिच्याउन थाली र त्यसको रूप बाँच्न थाल्यो। अन्तमा दुष्ट भूत हट्यो, तर राजन बिग्लो भएको उसलाई थाहा भयो कि उसले साँच्चै एउटा भयावह र वैज्ञानिक युद्ध लडेको छ, जसको सम्झनाले उसलाई कहिल्यै छोडी जाने छैन। गाउँलेहरूले भने कि राजन पहिले जस्तो राम्रो र खुसियाली भएको युवक अब उस्तै देखिन्थे। उसले ती अजीब र डर लाग्दा रातको सम्झना जीवन बिताइरहेका थिए।